जय श्री हरि, जय श्री राम, जय श्रीमन्नारायण, जय पशुपतिनाथ। बृहस्पति ग्रह अस्त हुँदै हुनुहुन्छ। कतिपयले यसलाई चाहिँ अन्ध हुँदै हुनुहुन्छ भनेर पनि भन्नुहुन्छ है। यो समयमा हामीले के कस्ता कर्महरू गर्न हुन्छ र के कस्ता कर्महरू चाहिँ गर्न हुँदैन, के कस्ता कर्महरूलाई शास्त्रले निषेध गरेको छ, कहिलेदेखि कहिलेसम्म, कति दिन अगाडिदेखि कति दिन पछाडिसम्म, यस्ता हजुरहरूका थुप्रै प्रश्न र जिज्ञासाहरूको चाहिँ उत्तर लिएर आएको छु। नमस्कार, म हो ज्योतिषी पण्डित पुष्प उपाध्याय। सर्वप्रथम त यो मेरो पिटी.पुष्प युट्युब च्यानल परिवारमा जोडिनुभएका भक्तवृन्द महानुभावहरूमा, दर्शक महानुभावहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। सर्वप्रथम त बृहस्पति ग्रह अस्त र उदयको तिथि मिति सहित समयको कुरा गरौँ। विक्रम सम्वत 2082 साल जेठको 29 गते बिहीबार को दिनबाट बृहस्पति ग्रह पश्चिम दिशामा बेलुका 5:07 जाँदाखेरिबाट अस्त हुँदै हुनुहुन्छ। यो समयबाट अस्त भएर एकैचोटि हामीले विक्रम सम्वत 2082 साल असारको 22 गते आइतबारको दिनमा बिहान 6:52 जाँदाखेरि पूर्व दिशामा देवगुरु उदय हुन जानुहुनेछ। अङ्ग्रेजी समय अनुसार 2025 जुन 12 तारिकबाट जुलाई 6 तारिकसम्म बृहस्पति ग्रह अस्त हुँदै हुनुहुन्छ। त्यस कारणले गर्दा यस अवधिमा कम्तीमा पनि 7 दिन भन्ने प्रमाणहरू पनि पाइन्छन्। तथापि कुनै पनि ग्रह अस्त हुनुभन्दा न्यूनतम 3 दिन अगाडि र उदय भएको पनि 3 दिन पछाडिसम्म गर्न नहुने कर्महरूलाई चाहिँ गर्न हुँदैन। शास्त्र अनुसार कहिलेदेखि कहिलेसम्म भन्दा ग्रस्तास्ते त्रिदिन पूर्वम पश्चात् ग्रस्तोदया तथा सन्ध्याकाले तृतीय दिनम निशेषे च सप्तम सप्त छ। अर्थात् कम्तीमा पनि ग्रह अस्त हुनुभन्दा 3 दिन पूर्व र ग्रह उदय भइसकेपछिको 3 दिन पछाडि निषेध गरिएका कर्महरू गर्न हुँदैन भनेर चाहिँ शास्त्रमा भनिएको छ। त्यसैले 2082 साल जेठ 26 गतेदेखि असार 25 गतेसम्मको समय र अङ्ग्रेजी समय अनुसार जुन 9 तारिकदेखि जुलाई 9 तारिकसम्म गर्न नहुने कर्महरू गर्न हुँदैन। अब यो चाहिँ गुरु अस्त भनेको चाहिँ के हो भन्दाखेरि बृहस्पतिले राशि परिवर्तन गर्दै जाँदाखेरि जब सूर्य असाध्यै नजिक आउनुहुन्छ र असाध्यै नजिक आउँदाखेरि ग्रहहरूको चाहिँ जुन शक्तिहीन अवस्था हुन्छ, जस्तो कि अँध्यारो हुँदा बत्ती बालिएको हुन्छ र त्यो बत्तीले एकदमै चाहिँ झलमल्ल प्रकाश दिइरहेको हुन्छ र जब सूर्य उदय हुन्छ, सूर्यनारायण चाहिँ आउनुहुन्छ र उहाँको प्रकाशले गर्दा चाहिँ त्यो बालेको बत्तीको चाहिँ झिलिमिली उज्यालो प्रकाश सबै हराएर जान्छ हैन। जुन यो चाहिँ ग्रहहरूको चाहिँ सूर्यको नजिक पुग्दा एउटा सीमित डिग्री हुन्छ र त्यो डिग्रीमा पुगेको अवस्थामा जुन चाहिँ ग्रहको प्रभावले चाहिँ संसारलाई नगण्यताको प्राप्ति हुन्छ। अर्थात् अन्ध भनेको चाहिँ अन्ध भएको, नदेखिएको हैन, ग्रहको शक्तिहीन भएको अवस्थालाई नै चाहिँ शुक्र अस्त भनेर भनिन्छ हैन। अन्य ग्रहहरू अस्ताउँदा पनि यस्तै नियमहरू हुन्छन्, तर शुक्र ग्रह र बृहस्पति ग्रहलाई ग्रहहरूमा एकदमै शुभ ग्रह र असुर गुरु देवगुरुको संज्ञा पनि दिएको छ। तसर्थ यो समयमा विशेष ध्यान दिएर गर्न नहुने कर्महरूलाई हामीले चाहिँ गर्न हुँदैन। विशेष गरेर शास्त्रमा 3 प्रकारका कर्महरू छन् हैन।
एउटा छ नित्य कर्म होइन। नित्य कर्म भनेको चाहिँ सधैँ गर्नुपर्ने होइन, नगरे नहुने, नगरेमा प्रायश्चित लाग्ने, गरेमा चित्त शुद्धिको मात्र फल पाइने जुन कर्महरू हुन्छन्, यी कर्महरूलाई चाहिँ नित्य कर्म भनिन्छ। जस्तो नित्य स्नान, त्रिकाल सन्ध्या, तर्पण होइन, गायत्री मन्त्र जप होइन, गुरु मन्त्र जप, यस्ता यी कर्महरू नित्य कर्म अन्तर्गत पर्दछन्। र अर्को कर्म रहेको छ नैमित्तिक कर्म। नैमित्तिक कर्म भनेको चाहिँ कर्म नगरेमा प्रायश्चित लाग्ने, गरेमा फल समेत प्राप्त हुने। जस्तो हजुरको चाहिँ गर्भाधान कर्म भयो होइन, कुसम्बन कर्म भयो, नामाकरण कर्म भयो, त्यस्तै अन्नप्राशन कर्म होइन, जसलाई पाष्टी पनि भन्ने गरिन्छ। जस्तो तपाईँको चाहिँ एकादशी होइन, जस्तो तपाईँको चाहिँ जन्माष्टमी, रामनवमी, शिवरात्रि इत्यादि यस्ता प्रकारका जुन कर्महरू छन्, यी कर्महरूलाई चाहिँ नैमित्तिक कर्म भनेर भनिन्छ होइन। यी नित्य कर्म र नैमित्तिक कर्महरू भने चाहिँ यो ग्रह शुक्र अस्त भएको समयमा गर्न मिल्छ होइन। र अर्को रहेको छ काम्य कर्म। यो काम्य कर्म चाहिँ ग्रह अस्त भएको समयमा गर्नु हुँदैन होइन। काम्य कर्म भएको भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ फलको इच्छा राखेर कामनापूर्वक गरिने कर्मलाई काम्य कर्म भनिन्छ होइन। जस्तो मेरो अमुक कार्य सिद्ध होस् भनी सत्यनारायणको व्रत पूजा, लाखपति, सप्ताह, नवाह आदि यी जुन कर्महरू छन्, यी कर्महरू चाहिँ काम्य कर्म अन्तर्गत पर्दछ होइन। जस्तो तपाईँको चाहिँ विवाह भयो, जस्तो अन्य कर्महरू व्रतबन्ध भयो, एकाह भयो, सप्ताह भयो होइन, जुन चाहिँ फलको इच्छा र फलको आशा राखेर गरिन्छ। र जुन यी कर्महरू चाहिँ त्यो समयमा नगरेर अन्य समयमा पछाडि पनि गर्दा हुने कर्महरूलाई चाहिँ यस्ता प्रकारका काम्य कर्महरूलाई चाहिँ ग्रह अस्त भएको समयमा गर्नु हुँदैन भनेर शास्त्रमा भनिएको छ। त्यसैले गर्दा है हजुरहरूले चाहिँ नित्य कर्म र नैमित्तिक कर्म चाहिँ यस समयमा गरेर अगाडि बढ्नु होला होइन। जस्तो व्रतको आउँछ, जस्तो कुनै व्रतको हजुरहरूले चाहिँ सुरुवात गर्दै हुनुहुन्छ भने यो समयमा व्रतको सुरुवात गर्न हुँदैन होइन। तर पहिलेदेखि नै बस्दै आएको व्रत छ भने त्यस व्रतलाई चाहिँ निरन्तरता दिनु होला होइन। र पहिलेदेखि बस्दै आएको व्रतको साङ्गे गर्न छ भने त्यो व्रतको साङ्गे गर्न पनि मिल्छ। जस्तो कि तपाईँको चाहिँ तिथि श्राद्ध भयो होइन, अनि त्यसपछि तपाईँको चाहिँ जुन वार्षिकी कर्महरू भयो होइन, 13 दिने कार्यहरू होइन, यस्ता कर्महरू चाहिँ गर्न मिल्दछ यो समयमा। जस्तो अन्नप्राशन भयो होइन, जस्तो तपाईँको चाहिँ नामाकरण कर्महरू भयो होइन, यस्ता नगरी नहुने कर्मलाई चाहिँ यो समयमा गर्न मिल्दछ भने जुन चाहिँ फलको इच्छा राखेर पछि गरे पनि हुने जुन कर्महरू छन्, ती कर्महरूलाई चाहिँ यो समयमा गर्नु हुँदैन होइन। यदि चाहिँ यो समयमा ती कर्महरू गरेको खण्डमा चाहिँ शास्त्रबाट उल्टो अशुभ फल प्राप्त हुन्छ भनेर चाहिँ शास्त्रमा भनिएको छ होइन। यस्तो समयमा चाहिँ यी कर्महरू गर्नु भनेको चाहिँ बालुवामा चाहिँ पानी हाले बराबर। त्यसैले चाहिँ होइन हजुरहरूले चाहिँ होइन यो समयमा गर्न हुने कर्महरू चाहिँ गरेर अगाडि बढ्नु होला र गर्न नहुने कर्महरू चाहिँ निषेध गर्नु होला होइन। यो भिडियो अन्तिमसम्म हेरिदिनु भयो होइन। यो भिडियोमा केही कमी कमजोरीहरू छन् भने कृपया कमेन्ट बक्समा गएर हजुरहरूले आफ्नो चाहिँ सल्लाह सुझावहरू चाहिँ र प्रतिक्रियाहरू दिन सक्नुहुनेछ होइन। यदि यो विषयमा हजुरहरूलाई कुनै पनि केही कन्फ्युजन त्यस्तो परेछ भनेपछि हजुरले चाहिँ अगाडि दिएको चाहिँ मेरो सम्पर्क नम्बर छ, त्यो सम्पर्क नम्बरमा चाहिँ सम्पर्क गर्न पनि सक्नुहुनेछ भन्दै अहिलेलाई म बिदा हुन्छु। जय श्री राधे, जय श्रीमन नारायण, जय पशुपति।